हेलो एन्ड वेलकम ब्याक टु माई च्यानल। गुड मर्निङ है। आज दिन चाहिँ मेरो मर्निङ सिफ्ट परेको छ। एकजना भेकेसनमा जाँदैछ, ब्रेकफास्टको गाई। र अन्टिल नोभेम्बर 23सम्म चाहिँ मेरो मर्निङ सिफ्ट हो है। र अहिले चाहिँ बिहानको 5 बज्दैछ है। 5 बजी ड्युटी जाँदैछु। हेरिराख्नुहोस्, भनिराख्नुहोस् है। र यो टाइममा पनि जुन चाहिँ दामी लागिरहेको छ है, मजाले फोनबाट त्यति राम्रो देखेको छैन। र यसरी मेरो ग्रिल टमेटो रेडी हुँदैछ है ब्रेकफास्टको लागि। यसलाई यो गरिसकेर चाहिँ त्यहाँबाट फ्रेन्च टोस्ट छ, त्यसको लागि पनि ब्याटर रेडी भइसकेको छ। त्यसलाई पनि ग्रिल गर्नु छ है, गरिराख्नुहोस्। र यसरी मेरो फ्रेन्च टोस्ट पनि यता ग्रिल हुँदैछ है, रेडी हुँदैछ। यो सकेर चाहिँ अब बेकनहरू हाल्नु छ, हेरिराख्नुहोस्। र अहिले चाहिँ फ्रेन्च टोस्टहरू बनिसक्यो होइन। अब अहिले चाहिँ म लिनु जाँदैछु मसुनी चाहिँ टुनाको बनिन्छ, सलाड जस्तै हुन्छ हो, अचार जस्तै हुन्छ। अन्त प्लस रोटी पनि यता बनाउँछ स्टाफ क्यान्टिनमा। त्यो चाहिँ यताबाट ल्याएर चाहिँ बुफेमा राखिदिनुपर्छ। यहाँबाट लानुपर्ने हो। यो हो मसुनी हो। यसरी मेरो मसुनी र रोटी लाँदैछु है, गएर बुफमा राखिदिनु पर्ने छ यो चाहिँ। र मेरो सबै कुरा रेडी भइसक्यो है। यता राइस छ, नुडल्स, दाल करी, बकेट बिन्स, boiled egg, mushroom, chicken sausage, French toast, oats छ यहाँ। यो चाहिँ हो hash brown, grilled tomato र बेकन है। यति चाहिँ बुफेमा आइटम छ मेरो। र अब चाहिँ हेलोन्डाई सस बनाउनु छ मेरो होइन। हेलोन्डाई सस बनाइसकेर राखिसकेर चाहिँ प्लेटहरू एरेन्ज गरेर त्यहाँबाट चाहिँ गेस्ट आउनु थाल्छ। त्यहाँबाट सुरु हुन्छ अर्डर दिनु है, भनिराख्नुहोस्। र यहाँ चाहिँ हाम्रो साथीको पनि बुफे रेडी हुँदैछ है। यहाँ फ्रोजन छ। यसको नाम के हो साथी? ओ यसको नाम के हो? यसको नाम पेना चकलेट। पेना चकलेट, डोनट यस्तैहरू छ है। यो चाहिँ बुफेको लागि। यता हो मेकर चाहिँ हाम्रो। Hello guys, good morning. How are you guys? All okay? Hope you all guys doing well. Myself Raj Joshi from Nepal, Sudur Paschim Baitadi. र यसरी मेरो फ्लोटिङ पनि रेडी भइसक्यो है। 8:15 को छ 3टा, अरू 5वटा छ 8:30 को। त हाम्रो तिद्धर पनि आइसक्यो। गुड मर्निङ तिद्धर। यो तिद्धरले बनाएको छ है प्यानकेकहरू। अब गेस्ट आउँछ होला। मेरो काउन्टर पनि सबै रेडी भयो है। यता टपिङ्सहरू, अमलेट, यो हलन्डाई सस अघि भन्दै थिएँ त्यो बनाएको है। र गेस्ट पनि आयो अब चाहिँ। यो चाहिँ रातिको लागि है। रोस्टेड चिकन, यता चिकन, ल्याम्ब, सीफूड है, टुना फिस, अक्टोपस, मिक्स सीफूड यो प्रकारको छ। यहाँ हाम्रो ब्रेकफास्ट हुँदैछ है। यता दिप्तीले हान्दैछ ब्रेकफास्ट। ओ माई गडनेस, उत्तपम, चिकन, डोसा, चटनी। तिद्धर अल्छौ डोसा, sambar, nice. This is my. If someone will see your vlog, they will not come to this vlog. Why? Why not coming? ब्रेकफास्ट त सक्यो। अब कुकिङ क्लास छ। गेस्टलाई कुकिङ क्लास गराउँछ। 3टा रुम छ। कुकिङ क्लास चाहिँ यो खालको छ, यो प्रकारले छ।
देख्न सक्नुहुन्छ। यस्तो छ सेटिङ, दुईटा यो तीनटा है, तीनटा रुम छ। त्यहाँबाट के सकिन्छ ड्युटी भन्दा पनि अझै छ म्युजियम प्लानहरू गर्नु भोलिको लागि। भोलि के छ है हेरेर भनिराख्नुहोस्। र दुईटा गेस्ट आयो है, एउटा गेस्ट चाहिँ आएन। अब उठाएर सामानहरू उठाएर जानुपर्छ, अझै काम छ निकै भोलिको लागि हो। र अहिले चाहिँ भोलिको लागि पिज्जाहरू गर्दैछु होइन। भोलि ब्रेकफास्टको लागि ब्रेकफास्ट त डेली हो गर्नुपर्छ, र बिहान गऱ्यो भने त भ्याउँदैन, त्यही भएर अहिले नै गरेर राख्नुपर्छ। पिज्जाहरू चाहिँ यो भएको छ, टमाटरहरू काटेर मसरुमहरू होइन, यता मसरुम भयो, यो टमेटो है, अझै चिल्लीहरू छ, निकै छ। काम नझुल्केदेखिको काम गरेको यति बेलासम्म कन्टिन्यू है। विदेश भनिन्छ, पुरा काम गर्नुपर्छ। पैसा कमाउनु साह्रो छ हौ साथीभाइ हो, के गर्ने हो है। कमाउनुपर्छ, नकमाइ पनि हुँदैन, बहुत खट्नी छ हौ। तर काम देख्नु सक्नुहुन्छ है, डुब्न लागिसक्यो। अब यहाँबाट चाहिँ ड्रेस लिएर जाने हो, बेल बजाइदिनुपर्छ है। अनि यहाँबाट आफ्नो नम्बर भन्यो, लुगा दिन्छ हिँड्दै त्यहाँबाट। जति पनि साथीभाइहरू हुनुहुन्छ, कामहरू के कस्तो चल्दैछ है तपाईँहरूको, मेरो साथीहरूको जति पनि छ साथीभाइहरू, आफ्नो त यस्तै छ। केटा गइहाल्यो भेकेसनमा हो, बिहानै उठेर आउनुपर्छ। रहेछ जिन्दगी। हेलो साथीहरू, के गर्दै हुन्छ होइन, ड्युटी पनि सकियो, एकछिन रेस्ट गरेर चाहिँ फिसिङको लागि जाँदैछु। आज पनि फिसिङ छ है, फिसिङ ट्रिप। आज हेर्नु के कस्तो फिसहरू पक्रिँदो रहेछौँ है, भनिराख्नुहोस् मसँग। जाँदैछु बाटो। यहाँ चाहिँ मुजुरहरू छ है पालेको, सक्नुहुन्छ। राम्रो फिसिङ ग्याङ चाहिँ जाँदैछ, फिसरम्यानहरू है। यता बिरालोको घरहरू है, यहाँ बिरालो सुतिरहेको छ यता। आज यो बोटमा रहेछ, अर्को बोटमा देख्न सक्नुहुन्छ है, अर्को बोट छ। यतापट्टि पो रहेछ, यो बोटको उतापट्टि रहेछ। अर्को बोट तरेर अर्को बोट जानु पर्छ, सबलाई जेटी होला यो। यहाँबाट चाहिँ झरेर यहाँबाट आइदिनेर चढिसक्यो बोटमा है। केटाहरू चाहिँ यहाँ परेछ है, आउने बित्तिकै माछा पर्छ। फेरि यस्तो हल्लिरहेछ नि, फेरि लडेर भइन्छ। माछा पारे आउने बित्तिकै माछा पारे केटाहरूले।
यसलाई चाहिँ फोटो चाहिँ हाल्छ फेरि है। यो माछा परे आउने बित्तिकै एकडाले रेडी गर्दैछ हो। कहाँ पक्रेर आएछ फोटो फोटो भिडियो 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 राम्रो त पर्या छैन। 2 घन्टा भइसक्यो। 2टा बल्छी हालेको थिएँ मैले चाहिँ 2टैबाट पुग्यो मेरो चाहिँ है। माछाले खायो कि बोरिङ भयो अर्कोले मात्रै पारेको पारे हेर्न सक्नुहुन्छ छ है। यहाँ हो माछा चाहिँ अहिले देखाउनु चाहिँ लास्ट टाइम माछा चाहिँ सक्यो फिसिङ पनि है। मेरो त परेन आज एउटा फाइनली रुम पनि आइपुग्यो होइन। आज त मैले पक्रिन सकिनँ, परेन किन हो किन आज ब्याड लक थियो होला त्यही भएर होइन। तर अर्को पालि चाहिँ पक्रिने कोसिस गर्नेछु निकै ठुलै ठुलै है। र यति भन्दै मेरो भिडियो यहीँ एन्ड गर्नेछु है। धन्यवाद।